नमस्कार सम्पूर्ण आदरणीय दर्शकवृन्दहरू, भट्टराई च्यानल मार्फतबाट यहाँहरू सामु आज एउटा अत्यन्त फरक किसिमको एउटा आत्मकथा, एउटा व्यक्ति विशेष चर्चा लिएर उपस्थित भएको छु। डायस्पोरामा रहेर यहाँकै गतिविधि स्थानीय, प्रादेशिक, देश, अन्तर्राष्ट्रिय, राष्ट्रिय सबै समेट्ने प्रयासरत गर्दछौँ। कृपया भिडियोलाई लाइक, सब्स्क्राइब र शेयर गरिदिनु अनुरोध गर्दछु। देशको राजनीतिक स्थिति, गतिविधि, सामाजिक परिवेश, परम्परा र आफ्नो व्यक्तिगत विभिन्न समस्याका कारणले हामी प्रवासमा झन्डै लाखौंको संख्यामा युवाहरू छौं। प्रवासमा रहेर पनि देश र समाज, प्रवासमा रहेका व्यक्तिहरूलाई विशेष किसिमको सहयोग, सेवा प्रदान गर्नुहुने बहुसंख्यक मानिसहरू हामीहरू बीचमा हुनुहुन्छ। त्यस्तै व्यक्ति विशेषमा आज चर्चा गर्न गइरहेका छौं। लामो समयदेखि युरोपमा, विशेष गरेर भरतपुर महानगरपालिका चितवनबाट डेनमार्कको कोपनहेगन, पोर्चुगलको लिस्बन र बेलायतको विभिन्न ठाउँ र कोभेन्ट्री हार्ट, वेस्ट मिडल्यान्डको कोभेन्ट्रीमा बसोबास गर्दै आउनुभएका एक समाजसेवी व्यक्तित्व, युवा, सहयोगी र कोभेन्ट्री समाज नेपालीका संस्थापक, उपाध्यक्ष पहिला र हाल अध्यक्ष, वर्तमान अध्यक्ष श्री सन्तोष रेग्मी ज्यूसँग हामी आज अन्तर्क्रिया गर्न, भलाकुसारी गर्न गइरहेका छौँ। सुनौँ उहाँकै मुखबाट बाँकी आउँछ भलाकुसारी, जीवनका विभिन्न आरोह अवरोहहरू र समाजमा उहाँले पुर्याउनुभएका विभिन्न योगदान, सहयोग र कर्मका बारेमा हामी कुरा परिचर्चा अगाडि गर्नेछौँ। अब सन्तोष रेग्मी हाम्रो अगाडि हाल कोभेन्ट्री नेपाली समाजका अध्यक्ष, वर्तमान अध्यक्ष श्री सन्तोष रेग्मीजी हुनुहुन्छ। अगाडि भूमिका मैले बाँधिसकेको छु। उहाँकै मुखारावृन्दबाट केही उहाँको बारेमा बताइदिनुहोस् न। नमस्कार, केशव भट्टराईज्यू। सर्वप्रथम हजुरको युट्युबलाई सम्पूर्ण जुन हेर्ने दर्शकहरूले लाइक, सब्स्क्राइब र कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद। आफ्नो बारेमा केही, कहाँबाट आउनुभयो, कस्तो भयो प्रवासको यात्रा, कसरी गर्नुभयो? म 2006 मा नेपालबाट प्रस्थान गरी नेदरल्यान्ड हुँदै, डेनमार्क हुँदै, स्विडेन हुँदै र पोर्चुगलको थोरै लामो समय पोर्चुगलको बसाइपछि 2017 मा कोभेन्ट्रीमा आगमन भयो र कोभेन्ट्रीमा आएपछि अहिले म यस कोभेन्ट्री नेपाली समाजको अध्यक्षको रूपमा यहाँ हालमा बसिरहेको छु। अवस्थामा अध्यक्षको रूपमा तपाईँ विराजमान हुनुहुन्छ। अहिलेसम्म संस्थाले गरेका, यहाँ स्थानीय स्तरमा गरेका कार्यक्रम र नेपालसम्म यसको पहुँच के कस्ता भयो बताइदिनुहोस् न। धन्यवाद हजुरको प्रश्नको लागि। विगतमा हामीले नेपाली न्यू इयर, ती सांस्कृतिक कार्यक्रम यी त हामीले सामान्य रूपमा गरिरहेका छौँ। नेपाली होली पर्व, नेपाली टोपी दिवस र नेपाली नयाँ वर्षका कार्यक्रम, यी कुराहरू चाहिँ हामीले यी त सामान्य रूपमा हामीले गरिरहेको अवस्था हो। र यसबाहेक हामीले गरेको जुन महावीर पुनको कार्यक्रम, हाम्रो चन्द्र मैनाली दाईको संयोजकत्वमा महावीर पुनको कार्यक्रममा हामीले चाहिँ केही रकम उठाएर म र भरत कुमार श्रेष्ठ हामी खुद गएर उहाँ 2 लाख भन्दा माथिको पैसा हस्तान्तरण गरेका थियौँ। र त्यसपछि नेपाली पाठशाला को स्थापना गरी हामीले 2 वर्ष पूर्ण रूपमा नेपाली बच्चा बच्चीहरूलाई नेपाली भाषा क्लास हामीले पढायौँ र अहिले पनि यो तत्काल यो प्रक्रियामा छ। र तेस्रो चाहिँ नेपाली पुस्तकालयको स्थापना कोभेन्ट्री ब्रिटिस काउन्सिलमा गरेका छौँ र यसमा भरत कुमार श्रेष्ठको संयोजकत्वमा, साहित्यकार भरत कुमार श्रेष्ठको संयोजकत्वमा नेपाली पुस्तकालयको स्थापना कोभेन्ट्री लाइब्रेरीमा स्थापना गरियो। यसमा चाहिँ तपाईँले साहित्यकार कृष्ण धारावासी, अमर न्युपाने, साहित्यकार अमर न्युपाने र हाम्रो साहित्यकार भरत कुमार श्रेष्ठका किताबहरू पनि तपाईँले पाउनुहुन्छ। र त्यहाँ अझै किताबहरू चाहिँ थप्ने क्रममा छन् र हामीले यो पनि हामीले चाहिँ कोभेन्ट्री नेपाली समाजको तर्फबाट चाहिँ गरेको एउटा प्रोग्रेस हो। लोकल काउन्सिलमा हैन, काउन्सिलको लाइब्रेरीमा। यहाँको
कोभेन्ट्रीको लोकल काउन्सिलमा हाम्रा ती नेपाली पुस्तकहरू तपाईँले गएर पढ्न पाउनुहुन्छ। यो चाहिँ अब यो चाहिँ हाम्रो राजदूत अथवा राजदूत स्तरको कार्यक्रम हो, तर हाम्रो एउटा सानो समाज भएर पनि हामीले यो पहल गरेर त्यतिसम्म गरियो र विगतमा यी अरू कार्यक्रमहरू नै हामीले ल्याउने प्रोग्रेसमा छौँ। सन्तोष सर, तपाईँले चाहिँ यो मर्गेज सम्बन्धी पनि काम गर्नुहुन्छ, जहाँ चाहिँ एक्सेलेन्ट फाइनेन्सियल सर्भिस लिमिटेड भनेर एउटा मर्गेज अफिस छ यहाँ कोभेन्ट्रीमा। निकै वर्षदेखि तपाईँ त्यहाँ काम गर्दै नेपालीहरूलाई सेवा प्रदान गर्दै आउनुभएको छ। यसको अलिकति डिटेलमा बताइदिनुहोस् न, के कति गर्नुभयो, कसरी गर्नुभयो, निःशुल्क गर्नुहुन्छ भन्ने सुनिन्छ, के कसरी हो त्यसको जानकारी गराइदिनुहोस् न। धन्यवाद केशव सर। सर्वप्रथम तपाईँको प्रश्नलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हालसम्म मैले कोभेन्ट्रीमा 500 भन्दा माथिलाई, कोभेन्ट्री अथवा यो लन्डनभरि 500 भन्दा माथि मान्छेहरूलाई चाहिँ सर्भिस, यो निःशुल्क रूपमा सर्भिस दिएर आएका छौँ एक्सिलेन्ट फाइनेन्सियल सर्भिस लिमिटेडको तर्फबाट। र एक्सिलेन्ट फाइनेन्सियल सर्भिस लिमिटेडमा म कार्यरत भएको 2019देखि हो र अहिले झन्डै 6 वर्ष हुन लाग्यो। र यसमा अहिलेसम्म जति पनि साथीहरूलाई मर्गेज, रिमर्गेज, इन्सुरेन्स, बिल्डिङ इन्सुरेन्स, यी सबै सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराउँदै आइरहेको छ। नर्मल्ली तपाईँ अरू एडभाइजरकोमा जानुभयो भने तपाईँलाई अप फ्रन्ट फिस भनेर चाहिँ तपाईँको चाहिँ केही शुल्क, तपाईँलाई पहिला एडभाइजरको फी प्लस तपाईँको चाहिँ यता ब्याङ्कको छुट्टै कमिसन आउने गर्छ भने हामीले चाहिँ त्यो एडभाइजरको फी नलिइकन निःशुल्क रूपमा दिएका छौँ। जति पनि हामीले काम गर्छौँ त्यही ब्याङ्ककै तपाईँको चाहिँ जुन आउने कमिसन हो कम्पनीलाई त्यसैमा मात्रै काम गर्छौँ। प्रत्यक्ष लाभान्वित भएका नेपालीहरू कति सङ्ख्यामा हुनुहुन्छ यो कोभेन्ट्री वेस्ट मिडल्यान्ड क्षेत्रमा? प्रत्यक्ष करिब एउटा डाटा तपाईँको कोभेन्ट्रीको 200 भन्दा माथि हुनुहुन्छ। होल युकेमा चाहिँ नेपालीहरू 300 भन्दा माथि हुनुहुन्छ। अब अरू विदेशीहरू नि हुनुहुन्छ। हामीसँग नेपाली मात्रै नभएर अहिले श्रीलङ्कन साथीहरू, पाकिस्तानको साथीहरू, साउथ इन्डियन साथीहरू, इन्डियाको एसियन मुलुकका तपाईँको चाहिँ साथीहरू पनि हुनुहुन्छ। र अहिले हालै फेरि तपाईँको पुलिसको एउटा ग्रुपहरू आउनुभएको छ र चाइनिजको हामीले 2टा केस चाइनिजको पनि गरेको केस छ। त्यो भएको कारणले गर्दाखेरि म जुन चाहिँ एक्सिलेन्ट फाइनेन्सियल सर्भिस लिमिटेडमा काम गर्दा हामी 2 जना थियौँ पहिला, जुन डाइरेक्टर र म थियौँ त्यो सुरुमा हुँदा। अहिले एक्सिलेन्ट फाइनेन्सियल सर्भिस तपाईँको अपग्रेड भएर एउटा लन्डनमा छ अफिस र एउटा कोभेन्ट्रीमा छ र अर्को तपाईँको चाहिँ स्कटल्यान्डमा छ। र स्कटल्यान्डमा 3 जना साथीहरूले चाहिँ चलाउनु भएको छ भने कोभेन्ट्रीमा हामी यहाँ 4 जना छौँ, लन्डनमा 3 जना हुनुहुन्छ भनेपछि 4 3 7 3 10 जना चाहिँ को चाहिँ टिमवर्कमा अहिले चाहिँ निःशुल्क रूपमा हामीले सेवा सुविधाहरू दिँदै आइरहेका छौँ। र त्यही मात्रै होइन कि हामीले एक्सिलेन्ट फाइनेन्सियल सर्भिस लिमिटेडले कतिपय तपाईँको चाहिँ सोलिसिटरका केसहरू पनि तपाईँको कस्टमरले नजानेको कन्डिसनमा हामीले आफै पनि उहाँहरूको मोबाइल लिएर म उहाँ हो भनेर चाहिँ उहाँसँग चाहिँ हामीले कुरा गरेर नबुझेका कुराहरूलाई क्लियर गराइदिने कुरा नि गर्छौँ। र हामीसँग चाहिँ क्वालिफाइड एडभाइजरहरू हुनुहुन्छ। त्यो भएको कारणले उहाँहरूले सबै कुराहरू प्रोफेसनल तरिकाले गर्नुहुन्छ। अनि एउटा कुरा, जागिर, घर व्यवहार, बालबच्चा सबै म्यानेज गरेर फेरि समाज सेवा गर्न जतिखेर जहाँ पनि उपलब्ध हुनुहुन्छ। कहीँ भजन कीर्तन भयो भने त्यहाँ पनि समावेश, कुनै कलाकृति जमघट भयो भने त्यहाँ पनि समावेश। यो कसरी म्यानेज गर्न सक्नुहुन्छ? इच्छा छ कि के शक्तिले तपाईँलाई यस्तो दिन्छ? पहिलो कुरा त आफूमा यो गर्छु भन्ने एउटा चाहिँ इच्छा जाग्न पर्यो। यदि इच्छा जाग्यो भने तपाईँको टाइम टेबल मिलाएर जहाँ पनि पुग्न सकिँदैछ, जहाँ पनि गर्न सकिँदैछ। अझ म कतिपय ठुल्ठुला तपाईँको चाहिँ अरू हाम्रो लोकल समाजको कार्यक्रममा एटेन्ड हुन भ्याएको छैन र सकेको छैन। त्यो हाम्रो समाजको तर्फबाट भ्याउनु भयो भने अरू साथीहरू चाहिँ एटेन्ड हुनुहुन्छ। नत्र भने म कोही ठाउँमा त म एटेन्ड भएको छु, नत्र भने म चाहिँ त्यति जान भ्याएको छैन। तर मन लाग्यो भने चाहिँ टाइम मिलाउन सकिने रहेछ भन्ने कुरा चाहिँ यो उदाहरण पनि हो। र आफ्नो काम, बच्चाको अनि परिवारको लागि टाइम दिएर पनि यी समाजसेवा गर्न सकिने रहेछ। तर त्यसको लागि चाहिँ आफू पङ्क्चुअल भएर टाइम टेबलहरू चाहिँ गर्नुपर्छ। म बेलुका तपाईँको चाहिँ सुत्ता सधैँभरि तपाईँको चाहिँ राति लगभग 11-12 त नर्मल हुन्छ। र बिहान म जहिले पनि 7 बजे भन्दा म कहिल्यै पनि पछि सुत्दिनँ। म चाहिँ 7 बजे भन्दा 7 बजे म उठिसकेको हुन्छु र नानीलाई छोरालाई पुर्याउने, आउने, अब अफिस जाने, फेरि अफिसबाट फर्केर आएर आफ्नो दिनचर्या फेरि त्यहाँ सकेर फेरि अर्को काम पनि मैले गर्न भ्याएको छु भने टाइम भनेको चाहिँ म्यानेज गर्न सकिन्छ र मिलाउन
सक्नुपर्छ। मेन कुरा भनेको चाहिँ इच्छा शक्ति जाग्नुपर्छ। धेरै राम्रो विचार। यस्तो तन्दुरुस्त मान्छे तन्दुरुस्त विचार राख्नुहुन्छ। अब यसमै थोरै छड्के क्वेसन पनि सोधेँ मैले। नेपालमा हाल भइरहेको बबन्डर जुन अनेक किसिमको विद्रोह, जनविद्रोह, जनआन्दोलन, राजाकी राष्ट्रपति, संसदीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता, यो यावत जुन किचडा कुराहरू छन्, जुन प्रवासमा बसेर हामीले मिडियाको मार्फतबाट हरेक दिन सुन्न ताजा रूपमा पाइरहेका छौँ, थोरै यसमा आफ्नो धारणा केही पोखिदिनुहोस् न। के छ इच्छा, के भइदिए हुन्थ्यो, नेपाल कस्तो देख्न चाहनुहुन्छ? धन्यवाद हजुरको प्रश्नको लागि। नेपालको बारेमा कुरा गर्दा अब कुरा गरिसाध्य नै छैन। नेपालमा धेरै राजाहरू भए, छोटे राजाहरू धेरै भए। पहिला म 2063 सालको आन्दोलनमा म आफै हेमिएको पनि थिएँ राजा फाल्नुपर्छ भनेर। तर हामीले त्यो बेलामा चाहिँ कता कता चाहिँ गलत गरिएको जस्तो भानुहुन्छ। भन्नाले मैले राजालाई सपोर्ट गर्न भनेर चाहिँ त्यस्तो होइन। म कुनै पार्टीको मान्छे पनि होइन र म कुनै राजावादी पनि होइन। तर सहीलाई चाहिँ मान्नुपर्ने रहेछ। जुन चाहिँ एउटा चाहिँ कसैको अन्डरमा चाहिँ कसैको डरमा चाहिँ बस्नुपर्ने रहेछ। नेपालमा राजा भए पनि अथवा राष्ट्रपति भए पनि एउटा डर भन्ने चाहिँ हुनुपर्ने रहेछ। तर त्यो चाहिँ भएन। गणतन्त्रमा चाहिँ धेरै छाडातन्त्र जस्तो देखियो। धेरै मान्छेहरू चाहिँ तपाईँको चाहिँ भ्रष्टाचारी काण्डहरू यस्ताहरू फसियो। यस्ता मुद्दाहरू, बिचौलिया मुद्दाहरू बनाएर चाहिँ मान्छेहरू फसाउने कार्यक्रमहरू भए। त्यो भएको कारणले गर्दाखेरि यो चाहिँ व्यवस्था चाहिँ त्यति साह्रो चाहिँ ठिक हो जस्तो लागेन। अब अहिलेको कन्डिसनमा हामीलाई पनि रहरले यहाँ विदेशिएको होइन, हामीले कहरले चाहिँ विदेशिएको हो। नेपालमा यस्तो छ, अब गर्नलाई अलिक गाह्रो हुन्छ, सकिँदैन, यी कुराहरू छन् भन्ने हिसाबले हो। अब डिग्री गर्यो, PhD गर्यो तपाईँको चाहिँ, अनि सबै सकेर जागिर खोज्ने बेलामा चाहिँ फेरि तपाईँको चाहिँ तिनै नेताका झोला नबोक्ने भने जागिर पाउने कन्डिसन छैन। त्यही भएर चाहिँ यही कन्डिसन हुन्छ भनेर बरु आफ्नै पौरखले विदेशमा केही गरौँ भन्ने हिसाबले हामी यहाँ आएको हो। नेपालमा मैले चाहिँ अब तपाईँले गणतन्त्र कि राजतन्त्र भन्ने पक्षमा चाहिँ यो पब्लिक भिडियो चाहिँ सोसियल मिडियामा सबै हेर्दाखेरि अहिलेको चाहिँ यो जुन चाहिँ सरकारले जुन चाहिँ गणतन्त्रमा गरेका हाम्रो छोटे राजाहरूले गरेको यो सिचुएसनलाई धेरै पब्लिकले माने जस्तो मलाई चाहिँ लागेन। त्यही भएर सायद फेरि पुनर्स्थापना हुने हो कि जस्तो लाग्छ। मैले चाहिँ तपाईँको बरु यत्रो 600-700 जना राजाहरू पाल्न भन्दा बरु एउटा राजा नै ठिक होस्, देश चाहिँ सही मुलुकमा सही गतिमा जाओस् भन्ने मैले चाहिँ त्यो कामना गरेँ। धेरै धेरै धन्यवाद समय र विचारको लागि। अन्तिम प्रश्न हो यो मेरो। अब आफूले स्थापना गरेको, स्थापना कालदेखि नै भागदौड गरेर धेरै कुराहरू सहेर धेरै ठाउँमा पुगेर संस्था स्थापना गर्नुभयो, जुनले नेपाल र नेपालीको लागि धेरै काम गरेको अहिले भन्नु पनि भयो। जस्तै महावीर पुन, कसैको मृत्यु हुँदा, भूकम्प जाँदा यावत कुराहरू गरिसक्नु भएको छ। भविष्यमा यो संस्थालाई हामीले कस्तो रूपमा देख्छौँ, तपाईँ कस्तो रूपमा देख्न चाहनुहुन्छ? असाध्यै सान्दर्भिक प्रश्न सोध्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। कम्युनिटी नेपाली समाज जुन हामीले स्थापना कालदेखि नै हामीले कुनै त्यस्तो चाहिँ राम्रो मान्छेले चाहिँ लिड गर्नुपर्छ, नराम्रा काममा चाहिँ फस्न हुन्न भनेर चाहिँ खोलेको समाज हो। र हामीले नि इस्टाब्लिस गऱ्यौँ। संस्थाको माया लाग्छ र संस्थामा धेरै हाम्रो योभन्दा अघिल्लो कार्यकाल हाम्रो चाहिँ सन्तोष पौडेलले पनि राम्रो निर्वाह गरेर मलाई तपाईँको चाहिँ दोस्रो कार्यकालको रूपमा चाहिँ अध्यक्षको रूपमा उहाँले हस्तान्तरण गरेर जानुभयो। र मैले पनि हस्तान्तरण गर्दा जुन चाहिँ जान्नेलाई छान्ने भने जस्तो राम्रो व्यक्ति आइदियोस्, जुन चाहिँ एउटा संस्था भएर संस्था गठन गरेर विकृतिहरू चाहिँ तपाईँको अन्माएर तपाईँको चाहिँ मानव तस्करीहरू गरेर तपाईँको चाहिँ यो संस्थाका व्यक्तिहरूलाई चाहिँ ठगेर तपाईँको चाहिँ आर्थिक कारोबार चाहिँ तपाईँको चाहिँ नदेखाएर घोटाला गर्ने काम चाहिँ कुनै पनि संस्थाबाट चाहिँ नहोस् भन्ने चाहन्छु। यदि चाहिँ यस्तो गरेको ठाउँमा उहाँहरू चाहिँ यहाँको कानुन अनुसारले चाहिँ फेरि त्यो समयमा फेरि जागिने ठाउँ पनि आउँछ। यी कुराहरूमा चाहिँ सबै हुनुपर्छ। अहिले चाहिँ तपाईँको मानव तस्करीका यी तपाईँहरूले श्रृङ्खलाबद्ध घटनाहरू आएका छन्। चाहे 1 रुपियाँ होस् चाहे 2 रुपियाँ होस्, ठगी नै हुन्छ। सही, राम्रो बोल्नु। त्यो भएको कारणले यो नेपाली कम्युनिटी नेपाली समाजले अहिलेसम्म गरेका कार्यक्रम भनेको 5 रुपियाँमादेखि 10 रुपियाँमादेखि 15 रुपियाँ भन्दा कहिले पनि टिकट छैन। र अहिले आउँदै गरेको कार्यक्रम पनि हामीले एडल्टको 15 र तपाईँको चाहिँ बच्चाको 10 र स्टुडेन्टलाई पनि 10 भनेर चाहिँ हामीले यसरी छुट्याइएको छ। कार्यक्रम कहिले हुँदैछ? कार्यक्रम 16 अप्रिलमा हुँदैछ।
त्यसपछि चाहिँ यो चाहिँ हामीले यहाँका संस्थाका यहाँका यो समाजका व्यक्तिहरू नठगिउन्। यी समाजहरूलाई चाहिँ हामीले समाजका व्यक्तिलाई ठगेर हामीले चाहिँ संस्थालाई माथि लानु छैन। समाजका व्यक्तिलाई चाहिँ नठगिकन यिनीहरू व्यक्तिलाई सेवा र सुविधा दिनलाई त्यो पदमा हामी जाने हो। जुन चाहिँ म आएको साथीले पनि यो एउटा चाहिँ प्रतिबद्धता राखोस्, यस्ता दुखी पीडा परेकाहरूलाई चाहिँ सहयोग गरोस्, निशुल्क रूपमा सेवा दिन सकोस् र तपाईँको चाहिँ यो हरेक चिजको चाहे तपाईँको चाहिँ 1 रुपियाँ होस्, चाहे 10 रुपियाँ होस्, चाहे 1000 रुपियाँ होस्, हरेक चिजको पारदर्शिता प्रष्ट रूपमा देखाओस्। मैले यो भन्छु र पछि आउने जो पनि चाहिँ मेरो कार्यकाल पछि आउने साथीले पनि यसरी नै संस्थालाई गरेर नयाँ नयाँ कार्यक्रमहरू गरेर लान पर्यो र हाम्रो यो समाजमा कति युवा साथीहरू भाइहरू चाहिँ आउनुभएको छैन, उनीहरूलाई पनि हामीले ल्याउने जमर्को गरिरहेका छौँ। उनीहरूलाई पनि एउटा प्रोत्साहित गरेर उनीहरूकै नेतृत्वमा गर्न पाएदेखि अझ म धेरै खुसी हुन्थेँ। युवालाई चाहिँ अझ चाहिँ नेतृत्वमा लान पाए म धेरै खुसी हुने थिएँ। मेरो चाहिँ भित्री मन चाहिँ त्यो छ। राम्रो विचार र समयको लागि धेरै धेरै धन्यवाद। आउँदै गरेको नयाँ वर्ष नेपाली नयाँ वर्ष 2082 होइन, अब 82 को तपाईँ र तपाईँको परिवार अनि तपाईँको समाज सम्पूर्णको लागि मेरो तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। ल हजुरलाई पनि यो मिठो भिडियोको लागि चाहिँ धेरै धेरै शुभकामना दिन चाहन्छु र कोभिड नेपाली समाजको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट र नयाँ वर्षको पनि तपाईँलाई शुभकामना दिन चाहन्छु र सम्पूर्ण साथीहरूले यो भिडियो हेरेर लाइक, कमेन्ट र सब्सक्राइब गरी उहाँलाई सपोर्ट गर्न पनि हार्दिक अनुरोध गर्दछु। हस्त, धन्यवाद।